फेल्ला नि यो वाला काँडा मर्यो म त यहाँ हाम्रो निरञ्जना खान अहिले हामी त्यहाँ पनि जान्छौँ यहाँ छ कपिलेश्वर महादेव ओइ जुगा बाबा के भयो दौडे राधाको घर यतातिर हो अब हामी कहाँ जाँदैछौँ अर्को मन्दिर जाँदैछौँ आर्जु भाउजूले जस्तो डान्स गरिरहेको थियो एकताल थियो गाइस इट्स मी राधा राधा अनि मेरो पनि त्यही हो सेम राधा हो राधी हेलो आई एम जुनु हेलो गाइज इट्स मी स्वस्तिका काजल म त बोल्न चाहन्ने हेलो गाइस इट्स मी मिना फुयाल डाँडाको कान्छी छोरी हेलो इट्स मी भीम बिचरा बुढी मान्छे कत्रो पैसाको कोबाट आएको यस्तो गाह्रो हो यिनीहरू हिँड्न नसक्ने त उ तिनीहरू यस्तो छ हाम्रो गाउँको नजारा ऊ यहाँ हो निरञ्जना माथि उता जान त सम्भव हो यहाँ कालिका थान जानलाई मात्रै अलिकति गाह्रो यो चाहिँ राउत डाँडा राउत बस्ती हो कि यहाँ फेल नानीहरूको फेल डाँडा भने जस्तै राउत डाँडा हो कि यो गर्मी भयो मलाई लाज पनि लागिरह उनीहरू चाँडै हिँड्छन् अनि अगाडि गएर ठसक्क बस्छन् थके मेट्छन् हामी चाहिँ हिँडेको हिँडे राधा तेरी चुनरी होइ यस्तो ब्युटिफुल देखा हामी नफुयालमा यो ज्याकेट लाएर हेर ज्याकेट नलाउँदा त्यस्तो पसिना आइह ओइ यो वाला काँडा याद छ फुयाल्ला नि यो वाला काँडा ला मेरो त कपाल झरेर हेर हानी गयो नि मलाई केटीकेटीहरू उहाँ पछि हामी पो रहेछ नि त ढिला हिँड्ने मर्यो म त यहाँ हाम्रो निरञ्जना थान अहिले हामी त्यहाँ पनि जान्छौँ बाटोसम्म हो त्यहाँ त मन्दिर पुग्दाखेरि चाहिँ अलिअलि हिँड्नुपर्छ यहाँ छ कपिलेश्वर महादेव म त गएको छैन कति भइसक्यो म गएको छैन उतो डाँडा एक तालिका खा यो डाँडा चाहिँ म 2-3 तालिका खा तर कहाँ 8 क्लास पढाइदेखि म अहिलेसम्म गएको छैन ओइ जुगा बाबा यत्रो मलाई लाग्यो त छैन होला नि लाग्न बेर लाउनु के म त मरिजान्छु बरु खाएर होइन झरोस् होइन देख्यो भने त म त मरिजान्छु त कस्तो कस्तो हुन्छ के पो भयो म त जुगाको फोबिया टाइप हाय 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 मैले त आफैले नओढे मलाई मोबाइल समाउनु पर्छ मेरो त हात नि रातालाई दिएँ मैले के भयो त्यही त है भिडियोमा कोही आएन बच्चा दौडे मेरो काटा लगाइदिएर त्यो जुन दिदीले किन हालिदिएको मेरो साथ बिगार्दै मार्छ आमाले कस्तो राम्रो नेचुरल काँटा के भन्छ यसलाई सिल्की छ नि उसको त यो र मलाई त बाबै काँडे तारै लगाइदियो त कपालै भरि छ त राधा पियारी पेपर पो
मेरो कपाल नि यस्तो हार्ड थियो र भने कि यो काँटाले यस्तो भयो आयो आयो होइन यार अहिले च्याप लाग्यो पसिनाले राधाको घर यतातिर हो स्वस्तिका राधा घर छेकिहा तर यहीँ छ हाम्रो कलेज पञ्चायत जे होस् त्यहाँनिर छ त त्यही होइन र यही हो कि उयोवाला सडक हो कि फुयाल नानीको फुयाल डाँडा पनि यहाँ छ चरा मेन शिवाजी पाउने भइसक्यो ल गाईहरू यिनीहरू राम्रो राम्रो राधाहरूले कृष्ण पाऊँ भनेर पूजा गर्दैछौँ एउटाले चाहिँ राधा हो यहाँनिर झन् हाम्रो राम्री राधा झन् कृष्ण पाऊँ आशीर्वाद है एउटाले बिहे होस् भन्ने एउटाले छोरा पाओस् भन्ने त्यही भइहाल्यो फोटो सेसन हुँदैछ यता काजल हाम्रो यहाँको पूजा सकियो अब हामी कहाँ जाँदैछौँ आर्जु भाउजूले जस्तो डान्स गरेर थियो एकताल थियो राधा पियारी मेरो मात्र नदेखाउ न यार यस्तो राम्री न अनि लाउने के हार्ने जाऊ है स्वस्तिका के भयो बोली छैन बोली अब भोग लगाइसकेपछि कहाँ बोली चाहिन्छ त है बिचरा भोग लगायो भने है जति बेला नि मेरो चाहिँ खुट्टामा चाहिँ घाउ बनाउनु लगाइसक्यो जस्तो लागिरह चप्पलले आमाको चप्पल लाएर अनि आमा नि आमाको जुत्ता लाएर आएछ जुत्ता चाहिँ मेरो आमाको लाएर कुर्ता उसले आमाको मैले चप्पल आमाको ल सबै आमाको अब के भन्नु आमा नै हो के भन्छ के भन्छ यताबाट जाने हो यताबाट जाने हो सबै हाल्यो केटीकेटी हो लाइटर त फेरि यहाँ महँगो छ के भएको थियो अब तल गएर पानी खाने अस्ति नै के अरे इबी हस्याउ त्यहाँ होइन यहाँ रे गढार पुल भन्दा महल ठ्याक्कै पुलै सँगसँगै हो त्यो के भएर त है त्यस्तो मान्छे रियलमा थियो क्या के भयो त यहाँ भ्लगमा आओस् न यार हेत्तेरिका लु न लु ओइ मेरो छाता पुग्यो
लाउने खै हो वाला मेरो छाता कसले भयो हा फर्सीको साग नि मिठो हुन्छ त है मलाई घरमा होइन घरमा हुँदाखेरि गाउँमा हुँदाखेरि फर्सी मन नपर्ने फर्सीको साग मन नपर्ने के भयो फोटो हान्ने म चाहिँ यहाँ फोटो हान्दैछु काजलको बिस्तारी ओइ सबैजना यहाँ खिचौँ न तीनटा छाता हैन हालेको छ कोदा त उठिहाल्छ नि होइन र भिडियो बनाएर नि म जान्छु लु 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 अब हाम्रो यहाँ फोटो सेसन सकियो अब लाग्दैछौँ अर्को निरञ्जना थानतिर अहिले कति बजिसकेको छ भने घडीमा ठ्याक्कै नदेखेला फेरि 11:39 भइसक्यो खा पनि छैन पानी पनि खा छैन अघि अलिकति स्याउ खायो त्यसपछि अम्बा टोकेर खायौँ जुठो एउटा अम्बा